जेनजी विद्रोह हुनुको मुख्य कारक तत्त्व भनेको एउटा व्यक्तिको तुच्छ बोली, छुच्चो व्यवहारले जन्माएको हो भन्दा फरक पर्दैन। जेनजी विद्रोह हुनुको मुख्य कारक तत्त्व भनेको तुच्छ बोली, छुच्चो व्यवहार, घमण्डीपन, अहमताका पराकाष्ठा भन्दा पनि फरक पर्दैन। किनकि एउटा व्यक्तिले संसार मै हुँ, सर्वश्रेष्ठ मै हुँ, म जति जान्ने कोही छैन, मैले भनेको जे पनि हुनुपर्छ भनेर जो जसले एउटा अहमता पालेको हुन्छ त्यहाँ विद्रोह स्वाभाविक हो, हुन्छ, ढिलो चाँडो मात्रै हो। तर यो जेनजी विद्रोहले सङ्केत गरेको कुराहरू चाहिँ आउने दिनमा गम्भीर रूपमा यदि हामी नेपालीले बुझेनौँ भने, बुझ्नु कोसिस गरेनौँ भने, अहिले पनि भक्त र अन्धभक्तको रटानमा चाहिँ विभिन्न बजारमा व्याख्या विश्लेषण गर्छौँ भने हाम्रो नेपालीहरूको देशमा त्यति शुभ सङ्केत छैन भन्ने बुझ्नु पर्दछ। त्यसैले सत्य तथ्य कुरालाई चाहिँ शिरोधार गरेर राम्ररी बुझेर हामी करेक्सन सहित अगाडि बढ्यो भने हुन्छ, देश बन्छ, विकास हुन्छ, समृद्धि बन्छ, निकास निस्किन्छ। यदि अहिले पनि अहमता देखाएर, दम्भ देखाएर, आफ्नो तौल तरिकामा एकले अर्कालाई खैरो खन्दै, एक अर्काले होच्याउँदै, डोमिनेट गर्दै हामी फ्याक्सन भएर गयौँ भने आउने दिनहरू त्यति सजिलो छैन। किनकि यो जेनजी विद्रोह भनेको सुरुवाती सङ्केत मात्रै हो। आउने दिनमा त्यो जेनजी विद्रोहभन्दा ठुल्ठुला विद्रोहहरू हुन सक्छ, धेरै मान्छे खेदिन सक्छ, धेरै मान्छे विलयन हुन सक्छ, त्योभन्दा अरू पनि हुन सक्छ। हेका राखौँ, बुझौँ र अगाडि बढौँ। यो संसारमा नेपालीपनमा हामी जानु र लानुपर्छ। विदेशीको दलाली भएर यो देशलाई दोहन गरेर नेपाली जनतालाई चुसेर जो मौज मस्ती गरिराख्नु भएको छ त्यो भ्रमबाट बाहिर निस्किनुहोस्। म जेनजी भाइ बहिना छोराछोरीहरूलाई म सेल्युट गर्छु। किनभने अति भएको थियो, अत्याचार भएको थियो, त्यसले अति भएपछि क्षति हुन्छ, अत्याचार हुन्छ, यो बुझ्नु पर्दछ। त्यसकारण पनि अब यो सुरुवाती फेस मात्रै मैले भनेको छु। किनभने नेपाल देशलाई सञ्चालन गर्नको लागि नेपाल सरकारको राज्यको 3टा अङ्गहरू पनि करेक्सन हुनुपर्छ। पहिलो कार्यपालिका सचिनुपर्छ, न्यायपालिका सचिनुपर्छ र व्यवस्थापिका पनि सचिनुपर्छ। यदि अब पनि तपाईहरू सचिन तयार हुनु भएन भने कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जो जसले जिम्मेवारी पाउनु भएको छ, तपाईहरू अब पनि सचिन भएन भने मलाई लाग्छ आउने दिनमा तपाईको कार्यकालले निर्माण गरेका, निर्णय गरेका जो आउने तपाईका सन्ततिहरूले युगौं युग पीडा बेहोर्नेछन्। त्यसैले तपाई कार्यकारी भएको बेला एउटा निर्णय गर्नुभन्दा अगाडि स्वयं पटक देश, मुलुक र राज्यलाई सम्झेर, छातीमा हात राखेर, नेपाल आमालाई सम्झेर निर्णय गर्नु होला। होइन भने तपाई सत्ता र शक्तिको मात, अहमता
घमण्डीपन देखाइरहनुहुन्छ भने तपाईको कार्यकाल त राम्रै हुन सक्छ। तपाईँ पनि रिटायर भएपछि समाजमै बस्नुपर्छ, समाजमै बाँच्नुपर्छ हैन? त्यसैले तपाईको रिटायर पछि समाजमा, टोलमा, छिमेकमा छिछि र दुरदुरको वातावरण नबनोस् पहिलो कुरो। दोस्रो कुरो, तपाईका सन्ततिहरूले तपाईको क्रियाकलापले गर्दा तपाईका आउने सन्ततिहरूले सदैव पीडा भोग्न नपरोस्। यो सारा नेपालीको आवाज हो भनेर बुझ्नु पर्दछ। जान्ने पल्टेर घुम्ने बिहेरमा जुन त्यो घुम्ने चेयर हुन्छ नि, त्यहाँ घुम्ने चेयरमा बसेर अन्धो मान्छे नबनिदिनु होला, किनकि देश निकै अप्ठ्यारो परिस्थितिमा गुजिरहेको अवस्थाहरू छ। बुझ्नुपर्छ, जान्नुपर्छ, यो देश बनाउनुपर्छ, सजाउनुपर्छ, अनि मात्रै हामी नेपाली मान शानले बाँच्न सक्छौँ। यो बुझ्नु होला, अगाडि बढ्नु होला। धन्यवाद।